मक्खु कारागारमा रविलाई भेटिसकेपछि सागर ढकालले के भने सुन्नुस् यो भिडियो। उहाँको पनि यही हो, हजुरले शुभ समाचार चाँडै सुन्न पाउनुहुन्छ। यसको लागि चाहिँ रवि लामिछानेजी अब अहिले जेलमा हुनुहुन्छ, हामी सबैलाई थाहा छ। उहाँ चाहिँ राजनीति गरेकै कारणले जेलमा हो नि त। जति पनि छौँ नयाँहरू, यदि हामी सबै चाहिँ नमिल्ने हो भने फेरि अल्टिमेटली हामी सबैको बास यही नै हुन्छ होइन, बालेन कुलमान सबैको हो। त्यही भएर अब हामी सबै मिल्नुपर्ने पहिलो कुरा त्यही नै छ। धेरै राष्ट्रसभामा प्रवेश गर्ने नगर्ने भन्दा पनि यो सबै नयाँहरूलाई चाहिँ कसरी मिलाउने भन्ने चाहिँ प्रमुख कुरा हो कि म एउटा व्यक्तिले पनि सबैले कमन एग्रिमेन्टमा आउनु पर्यो। सबै कमन एग्रिमेन्टमा हाम्रो अबका सांसदहरू छान्नु पर्यो, जेनजीको मागहरू पुरा गर्नु पर्यो, सरकारले स्थायित्व दिनु पर्यो। 75 वर्ष हजुरहरू चाँडै सुन्न पाउनुहुन्छ होइन। हाम्रो कुराहरू चलिरहेको छ, हामीले सबै सहकार्य गरिरहेका छौँ र जनताले पनि कस्तो हो भन्दै गर्दाखेरि जनताले पनि छान्न पर्यो। जनताले पनि स्पष्ट छान्नुहुन्छ नि त। रविजीकै क्षेत्रमा नि त कति धेरै उम्मेदवारहरू हुनुहुन्थ्यो नि त, सबै ठाउँमा उम्मेदवारहरू त टन्नै छन् होइन। तर जनताले पनि स्पष्ट रूपमा छान्नु पर्यो। अब राम्रो मान्छेहरूले छान्न पर्यो, अगाडि बढाउनु पर्यो। त्यसमा चाहिँ हामी सबै राम्रा मान्छेहरू चाहिँ हामी माथि टाउको जति पनि छौँ होइन, डिसिजन मेकिङ पोजिसनमा जति पनि हुनुहुन्छ, हामीले दबाब पनि सिर्जना गर्छौँ। एउटा स्वतन्त्र व्यक्तिको रूपमा म त हजुरहरू जस्तै हो नि, म त नेपाली नागरिक जस्तै त हो नि होइन। र मेरो के छ र म तपाईँ र ममा फरक के छ भन्नुहोस् त। मेरो कुरा के भन्दाखेरि गएको पालि जनताले धेरै माया गरिदिनु भयो, रुचाइदिनु भयो, तर आत्मशक्तिमा त मेरो केही पनि छैन। हजुर जस्तो म पनि त्यस्तै हो नि त। तर मैले आफ्नो व्यक्तिगत रूपमा एउटा नेपाली जनताको रूपमा जति सकिन्छ मैले आफूले सक्दो प्रयास चाहिँ गर्छु है त।